साथीहरू नमस्कार, म सुरेन्द्र कुमार। एरिना टिभीका सम्पूर्ण पत्रकारिता तालिममा सहभागी साथीहरूलाई मेरो हृदयदेखि नमस्कार। जस्तो कि साथीहरू तपाईँ हेर्न सक्नुहुन्छ, म अहिले खेतमा छु र अहिले हाम्रोको सिजन भनेको मकै र धानमा सिँचाइ गर्नुपर्ने एकदम जरुरी देखिन्छ र जुन हामीले 10 दिन हजुरहरूको साथमा बितायौं त्यो सम्झना हामीले बिर्सन एकदमै मुस्किल छ र हामी फेरि कहिले यस्तो रमाइलो गर्ने हो, यस्तो मिलन हाम्रो हुने हो भन्न मुस्किलै छ। र प्रिय साथीहरू, हामी यसमा के भन्न चाहन्छौँ कि हामीले जुन 10 दिन बिताएका छौँ, यो 10 दिनको समय अवधिमा हुन सक्छ हामीबाट कुनै त्यस्ता अपशब्द, कुनै यस्ता नराम्रो व्यवहार भएको होला, त्यसबाट म माफी चाहन्छौँ। यदि कसैलाई मेरो कुराबाट चित्त दुखेको छ भने म त्यो साथीसँग माफी माग्छौँ। मेरो सोच थियो कि हामी जब छुट्छौँ तब हामी सबैसँग एकचोटि राम्री भेटघाट गरेर अन्तिम बिदाई गर्नेछौँ। मतलब कि हामी छुट्ने बेलामा कम्तीमा साथीहरूसँग राम्रो भेटघाट गरी आउनेछौँ भन्ने हाम्रो सोच रहेको थियो। तर परिस्थितिले हामीलाई यस्तो हुन दिएन र हामीले हजुरलाई छोडेर पहिले नै निस्किसकेका थियौँ। किनकि मेरो सबैलाई थाहै छ कि म टाढा लगभग 55 किलोमिटर को बाटो तय गर्नुपर्छ र बेलुका हुने आँटेको थियो। त्यही भएर मैले सबैलाई छोडेर आफ्नो गन्तव्यतर्फ लागेका थिए र हामीले अन्तिम भेटमा जुन एउटा क्रिया प्रतिक्रिया हुनुपर्ने थियो त्यो गर्न भ्याएन। हामीले अनुहार सबैको हेरे पनि अनुहार र नाम चाहिँ सबैलाई थाहा छैन होला। धेरै कम यस्तो साथीहरू होला जसलाई हामी नाम र अनुहारबाट चिनेका हुन्छौँ। तर मेरो एउटा चाहना थियो कि हामी सबैलाई राम्रोसँग चिन्न पाऊँ, राम्रोसँग परिचय गर्न पाऊँ। तर त्यो नहुँदा हामी आउँदो दिनहरूमा कहीँ भेट हुँदा हामी अनुहारबाट चिने पनि नामबाट उहाँलाई अपरिचित हुन्छौँ जस्तो मलाई लागिरहेको छ। प्रिय मित्रहरू, हामी पहिले नै भनिसकेका छौँ कि हामी अहिले खेतमा छौँ। हाम्रो अहिले एकदमै कामको व्यस्तता छ। जस्तो कि हाम्रो मकै अब लगभग अन्तिम अवस्थामा छन्, अब पाक्छन् र यसलाई भण्डार गर्नको लागि हामीले घरको व्यवस्था गर्नुपर्छ। किनकि हामीले जब यो मकै तोड्ने बेला आउँछ त्यति बेला के कस्तो मौसम हुन्छ, पानी पर्छ, के हुन्छ, यसको लागि हामीले राम्रो घरको व्यवस्था गर्नुपर्छ, जसको लागि हामीले खाटिराख्नु जरुरी छ। र अहिलेको अवस्थामा भन्नुपर्दा जस्तो कि हाम्रो पछाडितिर हेर्नुहुन्छ मकै छ भने यतातिर हामीले धान लगाइराखेका छौँ र धानमा पनि सिँचाइ गर्ने आवश्यकता छ, स्प्रे गर्ने आवश्यकता छ। यी कामहरूले गर्दा हामी अलि व्यस्त नै हुन्छौँ। र फेरि हाम्रो 2 दिनपछि एउटा सिरबाको पर्व आउँदैछ र त्यसको पनि तयारी हामीले गर्नुपर्छ। र साथीहरू, अहिले हाम्रो मौसमको कुरा गर्दा अहिले लगभग सामान्यभन्दा अलि तेज गतिको हावा चलिरहेको छ र बादल पनि लागेको छ। यता मेघ पनि बोलिरहेका छन्। तर गुगललाई सोद्धाखेरि आज पानी पर्ने कुनै सम्भावना छैन भनेका छन्। तर मौसमलाई हेर्दा कि कति बेला पानी पर्छ भने जस्तो लागिरहेको छ। तर गुगलको अनुसार हामीले मोटर लगाएका छौँ खेतमा सिँचाइ गर्नको लागि। किनकि वर्षाको लागि पर्खिरह्यो भने यता हाम्रो बाली अलि बिग्रन सक्छ। त्यही भएर हामीले मोटर लगाएका छौँ, जस्तो कि तपाईँलाई हेराइसकेका छौँ, तपाईँ हेर्न सक्नुहुन्छ। जस्तो साथीहरू, हामीले भन्नुपर्ने धेरै छ, पछिका भिडियोहरूमा भन्दै गरौँला। म फेरि भन्न चाहन्छु कि हाम्रो यो 10 दिनको बसाइमा मबाट कुनै किसिमको त्रुटि, कुनै किसिमको नराम्रो व्यवहार भएको छ भने म माफी चाहन्छु।